दर्शकबिन नमस्ते। कान्छी सिरियल भने अहिले भाग 253 पुगिसकेको छ। अहिले भने कान्छीका फ्यामिली भने निकै खुसी भइरहेका छन्, किनभने सागरलाई भेटाएर घरमा ल्याएका छन्। सागरले भने अब हामी घर जानुपर्छ छिट्टै भनेका हन्, तर भुन्टीले भने केही दिन त माइतमै बसेर जानुपर्छ भनेकी छिन्। तर आमालाई भनेकी छिन् हामी घर जान्छौँ आमा भनेकी हिन्, तर उनकी आमाले भन्छन् केही दिन त माइतमै बसेर जानुपर्छ भनेकी छिन्। अहिले भन्छु आमा, उहाँ उठिसकेपछि बल्ल हजुरलाई जानी नजानीको निदो दिन्छु भनेकी छिन्। सागर उठिसकेपछि कान्छीले भन्छन् सानो छलफल गर्नु छ, तपाईँ हिँड्नु कान्छा भनेकी छिन्। सागर र कान्छोलाई लिएर कान्छी केही टाढा पुगेकी हुन्छन्। अनि केही टाढा पुगेपछि भन्छन् हामी घर जाने कहिले जाने हो भनेर सोच्छिन्। सागरले भन्छन् आजै जानुपर्छ हामी भन्छन्, तर भुन्टीले भन्छन् आज जाने होइन, आमाले बस्नुपर्छ भन्नुभएको छ। तर कान्छीले सोच्छिन् मनमनै घरमा गएर पनि के गर्नु, आमा घरमा हुनुहुन्न जेलमा हुनुहुन्छ भनेकी छिन्। मनमनै सोच्छिन्, तर सागरलाई भन्न सकेकी छैनिन्। तर केही कुरा गर्दा गर्दै सागरको दुई भाइमा एकदम ठुलो गन्तव्य भइरहेको हुन्छ। तर कान्छीले पनि सोच्छिन्, तर सागरलाई भन्छन् कान्छीले बाबु तपाईँले भन्नु उहाँलाई भन्नुहुन्छ, तर कान्छीले भने तपाईँ नै भन्नु भाउजू भने। कान्छाले सन्तोषले भाउजूले नै भन्नु भने, तर कान्छीले भन्छन् त तपाईँ नै भन्नु, तपाईँले भन्दा नै सजिलो हुन्छ भने। तर सन्तोषले भने आमा घरमा हुनुहुन्न, आमा जेलमा हुनुहुन्छ भनेका छन्। आमा जेलमा गइसक्नुभयो, तपाईँलाई सबैभन्दा ठुलो षड्यन्त्र गर्ने आमा नै हो भनेपछि अब हामी घरमा गएर कुनै फाइदा छैन भन्छन्। तर सागरले भने मलाई यति ठुलो षड्यन्त्र गर्ने मेरी आमा रहेछिन् भन्दै उनी रोए। धेरै बेर धरधरी रोए। तर कान्छीले सम्झाउँछिन् सागरलाई, के साँच्ची अब सागर आफ्नी आमालाई जेलबाट निकाल्छन् या निकाल्दैनन् भने कमेन्ट बक्समा लेखिदिनु होला। निकाल्दैनन् भनेर निकाल्छन् भने लेखिदिनु होला। लाइक, कमेन्ट र सब्सक्राइब गरिदिन कसैले पनि नभुल्नु होला।